हेलो गेमर सन्चै हुनुहुन्छ होला नि तपाईँहरू। म चाहिँ आज यहाँ तपाईँहरूलाई सेन्सिटिभिटी कसरी बनाउने भनेर सिकाउँछु। भन्दा पनि के हो सेन्सिटिभिटी कस्तो हुँदो रहेछ भनेर सिकाउँछु। म जाइरो प्लेयर हो होइन, त्यही भएर म एडिएस चाहिँ मेरो एडिएस सेन्सिटिभिटी जहिले बन्द हुन्छ होइन, मेरो एडिएस सेन्सिटिभिटी अफ छ। एडिएस सेन्सिटिभिटी भनेको चाहिँ हाम्रो रिकोइल कन्ट्रोल गर्ने तरिका एउटा औँलाले थिचेर। अनि म टोटल्ली जाइरो प्लेयर हो क्या, मेरो जाइरो सेन्सिटिभिटी टन्नै छ। अनि एडिएस जाइरोको सेन्सिटिभिटी पनि अफ छ। म यतिमै खेल्छु होइन, लाइक जाइरोको नर्मल सेन्सी अन छ, लेन्सको नर्मल सेन्सी अन छ। यसमा चाहिँ हाम्रो यस्तो के भन्छ, क्यामेरा सेन्सिटिभिटीमा टिपिपी नोइज स्कोप छ नि, यसलाई फुल गरिदिउँ भने नि हाम्रो ओभरै हल्लिन्छ क्या, हल्का ड्र्याग गर्दाखेरि पनि ओभरै हल्लिन्छ क्या। अनि यसलाई यस नर्मली पनि 120 हुन्छ, यसलाई 120 राख्नु होइन सबभन्दा राम्रो। अनि जाइरोकोबाट चाहिँ म सिकाइदिन्छु। जाइरो मेन भनेको क्यामेरा सेन्सिटिभिटी भनेको चाहिँ के हो, हामीले लाइक यस्तो यहाँनिर इनिमी छ, हामीले अचानक पछाडि हाल्नु पऱ्यो भने यो क्यामेरा सेन्सिटिभिटी काम लाग्छ क्या। अनि हामी जस्तो जाइरो प्लेयरलाई चाहिँ हल्का फोन पनि घुमाउँछौँ अनि हल्का थम्ले पनि गर्छौँ क्या, त्यही भएर यो क्यामेरा सेन्सिटिभिटी चाहिँ सबलाई चाहिन्छ। त्यो अनुसारले त्यही एकोर्डिङली आफ्नो सेट गर्ने हो क्या। यस्तो हो, मेरो यो जाइरो छ होइन, म अहिलेलाई सेन्सिटिभिटी अहिलेलाई मेरो जाइरो 300 छ होइन। यसलाई मैले पुरै जिरो बनाइदिएँ। म थम्ले चलाउँदिनँ है, यो थम्ले चलाउँदिनँ है, मेरो हल्लेको छैन हेर्नु, जाइरो अलिकति हल्लेको छैन नि। अब मैले यताकोलाई रिफ्लेक्स हान्नु पऱ्यो नि औँलाले घुमाउनु पर्छ क्या। जस्तो यहाँ छ, यसलाई औँलाले यसरी घुमाउनुपर्छ। अब थम जसको जाइरो चल्दैन, जसको थम प्लेयर हो, त्यसले चाहिँ यसरी एम लिएर जान्छ। म सक्दिनँ, मलाई चाहिँ गाह्रो हुन्छ होइन। अब यो सेन्सिटिभिटीमा गएर यो जाइरोलाई गएर 400 बनायो अरे होइन। अब यहाँनिर हल्लिरहेको छु, यहाँनिर सिफ्ट गर्दाखेरि हल्का सिफ्ट गर्दा पनि अलिक धेरै हुन्छ क्या। यो हेर्नु सेकेन्डको लागि लग्छु अलिक धेरै हुन्छ क्या, सेकेन्डको लागि लग्नु खोज्छु अलिक धेरै हुन्छ क्या। अनि मेरो यो जाइरोको सेन्सिटिभिटी यो चाहिँ 300 ठ्याक्कै छ होइन। यो मैले आफ्नो एकाडेमी सेट गरेको। यो चाहिँ कसरी बनाउने भन्दाखेरि अब जस्तो मेरो यो छ होइन, मैले यहाँबाट यहाँ सिफ्ट गर्दा अलिकति धेरै गयो होइन। अनि धेरै गइसकेपछि यो जाइरोलाई घटाउने हो क्या। जस्तो यो फर्स्ट अब्जेक्ट छ, यो सेकेन्ड अब्जेक्टमा लग्दाखेरि अलिक धेरै गयो होइन। अब यसलाई कम गर्ने, यसलाई कति अब 10 15 20 गर्दै 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 कम गर्नुपर्छ, हल्का मिलाउनुपर्छ होइन। मेरो चाहिँ अगाडिदेखि नै 300 छ, त्यही भएर मैले सिधै हालिदिन्छु। नत्र यसलाई बनाउँदा पनि हुन्छ, जस्तो 400मा गयो होइन, अझै पनि पर्फेक्ट छैन क्या। यो हान्दै हान्दै लग्यो भने अझै पर्फेक्ट हुँदैन है, हुँदैन क्या यो। अनि त्यसपछि यसलाई फेरि अझै हल्का माइनस गर्ने, यसलाई 10 15 20 माइनस गर्दै जाने। यसलाई मैले 112मा राखेँ अरे, अनि 112मा पनि के हदसम्म राम्रो हुन्छ क्या। 112मा पनि के हदसम्म राम्रो हुन्छ। अब मैले प्र्याक्टिस गर्ने भनेको 120मा हो। यो भनेको पहिला सेन्सी बनाउने, अनि त्यो सेन्सीमा अडिक भएर त्यसमै युज गर्ने हो क्या। अरू केही पनि होइन सेन्सी भनेको। रेड डटको पनि त्यस्तै हो, जस्तो यहाँदेखि रेड डटको पनि युज गर्दाखेरि अब हेर्नु यस्तो रेड डटको यो भयो। अनि जाइरो यहाँ छ होइन, रेड डटको कति छ मेरो, रेड डटको 301 छ होइन। अब यसलाई म 400 बनाइदिन्छु है, यसलाई म 400 बनाइदिन्छु होइन। 400मा चाहिँ पर गइरहेको छ नि त, बसेको छैन क्या। अब यसको एक्ज्याक्टको लागि मैले 300मा बनाउनु पऱ्यो। यो भनेको मेन भनेको प्र्याक्टिस प्लस सेन्सी हो क्या। पहिला लाइक सेन्सी मात्र बनाएर चाहिँ केही हुँदैन, प्र्याक्टिस चाहिन्छ। बनाउने यसरी नै हो, प्र्याक्टिस चाहिँ जहिले गर्नुपर्छ। आज मैले सेन्सी बनाएँ, भोलिदेखि राम्रो हान्छु भन्ने हुँदैन। म पनि 2 3 महिनापछि आज आइरहेको छु, आजभन्दा पनि 3 4 दिनदेखि रेगुलर खेल्न थालेको। म इम्प्रुभ गर्दैछु, मेरो स्किल, मेरो गेम प्ले, मेरो रिफ्लेक्स सबै इम्प्रुभ गर्दैछु। मेरो जर्नीमा सँगै हिँड्न चाहनुहुन्छ भने, सक्दिनँ चाहनुहुन्छ भने सबै गरिदिनु, बिर्सिनु होला।